हेलो गाइज नमस्ते अनि स्वागत छ सबैजनालाई मेरो नयाँ भिडियोमा। आज मैले बनाउँदैछु पानीपुरी मसला र पानीपुरी झोल। अनि त्यसको लागि चाहिँ फर्स्टमा मैले लिए 3टा जति आलु अनि भिजाएर राखेको मटर चना थियो त्यो राखेँ। अनि त्यसमा राखेँ थोरै पानी र नुन एड गरेर मैले बोइल गर्नको लागि ग्यासमा बसालेँ। अनि मलाई चाहिँ भाइले हेल्प गर्दै थियो, प्याज हरियो खुर्सानीहरू मसिनो गरेर काटेर अनि यताउता हेल्प गर्दै थियो भाइले। अनि स्पेसली मैले चाहिँ आज बनाएको यो भाइको लागि। भाइले एकदमै पानीपुरी खान मन लाग्यो, दिदी घरमै बनाएर खाऊँ न भनेर चाहिँ यो रेसिपी मैले फर्स्ट टाइम ट्राई गर्दैछु। अनि मैले यता फेरि झोलको लागि चाहिँ मैले थोरै लसुन हरियो खुर्सानी अनि थोरै नुन अनि त्यसपछि धनियाँ पत्ता राखेर चाहिँ त्यसलाई पिसेर रेडी गरेँ। अनि त्यसपछि इमली चाहिँ मैले बिहानै भिजाएको थिएँ। इमली फेरि अलि थोरै नै भएछ, अनि इमली अलि टक्क अमिलो भएन भने मिठो हुँदैन नि त। अनि फेरि त्यसमा मैले लेमन पनि एड गरेँ। अनि त्यसपछि अघि बनाएको धनियाँको झोल राखेँ अनि 1 अंखा टलङ्ग पानी राखेर अनि त्यसमा थोरै नुन अनि चाट मसला पनि राखेर यता पानीपुरीको झोल चाहिँ रेडी गरेँ। अनि फेरि यता त्यति बेलासम्म 2-3 सिटी लाएर चाहिँ अनि आलुहरू मस्त पाकिसकेको थियो अनि निकालेर त्यसलाई मैले राखेँ सेलाउन। अनि फेरि यता एउटा भाँडामा लिए मैले मसिनो गरेर काटेको प्याज हरियो खुर्सानी अनि त्यसपछि चाउचाउ अनि चाउचाउको मसला अनि आलु अनि मजाले मिक्स गरेँ। अनि थोरै नुन पनि राखेँ अनि त्यसपछि चाट मसला पनि राखेँ यसमा। अनि मटर चाहिँ अलिक कम नै थियो अनि थोरै भए पनि फेरि अलि धेरै चाहियो नि त भनेर फेरि मैले त्यसमा चना पनि भिजाएको थिएँ। अनि त्यसपछि मटर चना सबै मिक्स गरेर मजाले मैले एड गरेँ। अनि त्यसपछि रेडी भइसकेको थियो। पानीपुरी चाहिँ रेडिमेड नै लिएर आएको हो। अनि त्यसपछि हामी खाना बस्यौँ सबैजना 3 जना भएर। अनि कसले छिटो खाने कसले धेरै खाने भनेर यहाँ चाहिँ पुरा कम्पिटिसन भइरहेको थियो। अनि हामीले खायौँ, कस्तो लाग्यो भनेको पिरो अमिलो ट्वाक्क यस्तो मिठो भएको थियो साथीहरू। हजुरहरू पनि यसै गरेर घरमा ट्राई गर्न सक्नुहुन्छ। आजको लागि यति नै, बाई बाई।